तपाईले आफ्नो मोबाइलमा रहेको एप्लिकेसनहरुलाई कसैले पनि देख्न नसक्ने गरी सजिलैसँग लुकाउन सक्नुहुनेछ भनेको हाइड गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईले सोचे भन्दा सजिलो छ सेटिङ। त्यसको लागि तपाईले आफ्नो मोबाइलमा रहेको सेटिङलाई तपाईले फर्स्टमा क्लिक गर्नुपर्ने हुन्छ। सेटिङमा क्लिक गरिसकेपछि तपाईले थोरै तल देख्न सक्नुहुनेछ होम स्क्रिन। यसमा पनि तपाईले क्लिक गर्नु होला। त्यसपछि तपाईले यहाँनिर थोरै तल देख्न सक्नुहुनेछ हाइड एप्स। यसमा तपाईले अब यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ। यहाँनिर तपाईले क्लिक गरिसकेपछि देख्न सक्नुहुनेछ यहाँनिर मोबाइलमा जति पनि रहेका एप्लिकेसनहरु यहाँनिर देख्न सक्नुहुनेछ। अब यसमा तपाईले जुनसुकैलाई पनि हाइड गर्न सक्नुहुनेछ। जस्तै ग्यालरीलाई टिक गर्नुभयो र डन गर्नुभयो भने अब ग्यालरी होम स्क्रिनबाट गायब भइसकेको छ। तपाईले यहाँनिर देख्न सक्नुहुनेछ। अब यसलाई फेरि अनहाइड गर्नको लागि पनि सेम प्रोसेस रहेको छ। त्यसको लागि सेटिङमा गइसकेपछि होम स्क्रिनमा फेरि जानुपर्ने हुन्छ। त्यसपछि तपाईले यहाँनिर फेरि हाइड एप्स यसमा तपाईले फेरि गइसकेपछि क्लिक गरिसकेपछि यहाँनिर जस्तै ग्यालरीलाई अघि हाइड गरिएको थियो त्यसलाई तपाईले क्लिक गर्नुभयो फेरि भने अब यहाँनिर अनहाइड भइसकेको छ। फेरि ग्यालरी